अनि साथीहरू यहाँ मन्दिरमा आइपुगे। यहाँ छोरा र बुहारीले यहाँ मन्दिरमा ढोग्दैछ है। हामी चाहिँ बाहिरबाट बसिरहेको छु, छोरा बुहारीले यहाँ ढोग्दैछ मन्दिरमा। अनि साथीहरू हामी चाहिँ यहाँ आइराखेको छु है। यहाँ एकछिन मन्दिरको दर्शन गरेँ, अन्त यहाँबाट चाहिँ निस्किँदैछु अब हामी। अन्त मलाई चाहिँ यो जग्गा यति डरलाग्दो मनपर्छ, यति मनपर्छ, मेरो सबभन्दा फेभरेट जग्गा यही हो। यिनीहरूले पनि मलाई बार बार भन्छ कि तैँले चाहिँ यहीँ मात्रै भन्छस् भने मलाई चाहिँ यति डरलाग्दो यो जग्गामा आएपछि क्या रिल्याक्स एकदम माइन्ड फ्रेस हुन्छु म चाहिँ। यति मनपर्छ यो जग्गा, यो फरेस्ट हो है। अन्त आज दिदी बहिनी पुरा घुम्दैछु, इन्जोय गर्दैछु, सबैलाई लिएर आइराखेको छु है। अन्त मेरो दिदी आज कति दिन मेरो घरमा बस्यो होइन। अब भोलि त ऊ फर्किन्छ। अन्त दिदीलाई म सोध्छु कस्तो लाग्छ, केही बोल्छस् भने बोल्दै, मेरो साथीहरूलाई के भनिदिन्छस्। हेलो साथीहरू, गुड आफ्टरनुन सबैलाई। अनि मेरो बहिनीको भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्दैछ, मन पर्दैछ होला है। सबैले लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अनि कहाँ के हुँदैछ कमेन्टमा लेखिदिनुहोस्। तपाईँहरूलाई मन परेको छ, मन परेको छैन भने कमेन्टमा लेखिदिनुहोस्। ल हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। ल अनि हेर्नुहोस् दामी जग्गा छ है। यस्तो रुखपात हरियो हरियो यसो देखिन्छ। यो फरेस्टको हावा पनि कति शीतल भइरहेको छ, कति रिल्याक्स फिल हुन्छ यस्तो हरियाली देख्दाखेरि। अन्त मलाई चाहिँ साह्रै मनपर्छ साथीहरू। यहाँ अहिले